तो हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ धेरै दिनपछि एउटा अलिकति लङ भिडियो लिएर आइसकेको छु। आज के को बारेमा छ भने भिडियो चाहिँ आज चाहिँ हाम्रो गाउँतिर हुने चुलोहरू छ नि, त्यो चाहिँ अलिकति अब चाहिँ लोप हुँदै गइसकेको छ। अनि त्यहाँबाट चाहिँ ग्यासहरू आयो, एलपिजी ग्यास सुरु आयो। एलपिजी ग्यास यता त्यो चाहिँ अहिले अलिकति बढेर चाहिँ अलिकति हाई लेभलको इलेक्ट्रिक चुलो आइसकेको छ। आज मैले इलेक्ट्रिक चुलोको बारेमा केही थोरै जानकारी लिएर आइसकेको छु यो भिडियोमा। अनि आजको भिडियो त्यही तर्फको रहेको छ। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला। आजको भिडियोतर्फ लाग्छ। चुलो छ यहाँ चाहिँ हाम्रो अगाडि, मेरो अगाडि इलेक्ट्रिक चुलो छ। यहाँबाट चाहिँ वायर, यहाँबाट चाहिँ पावर आएको छ हैन। अनि यसमा चाहिँ हामीले कसरी पकाउन सकिन्छ, के गर्न सकिन्छ भन्ने चाहिँ म देखाउन गइरहेको। कसरी पकाउन सकिन्छ, अहिलेको नयाँ टेक्नोलोजी आइसकेको छ। अनि हाम्रो चाहिँ नयाँ प्रविधिहरू आइसकेको छ। त्यसैले गर्दा नि यो नि एउटा र आज चाहिँ म यसमा चाहिँ कसरी भात पकाउन सजिलो हुन्छ, कसरी पकाउन सकिन्छ भन्ने तरिकाले म यहाँ सिकाउन गइरहेको छु। हेर्दै गर्नु होला। अब यहाँ चाहिँ म सबभन्दा पहिले चाहिँ पावर अन गर्छु। यहाँबाट चाहिँ उस आयो अनि यहाँ अन अफ भन्ने बटन छ। अनि यसको चाहिँ पुरै फिचरहरू पहिला बताउँछु। यहाँ मेनुअल छ। रोटी डोसा भनेको त अब हामीले सुक्खा रोटी खाइन्छ। अब इन्डिया चाहिँ चपाती यताउति भनिन्छ। ग्रेभी भनेको सुक्खा ठ्याक्क बनाउने यो भयो। स्लो कुक प्रेसर कुकर यहाँ छ। अनि यहाँ चाहिँ टाइमर छ। यहाँ टाइमर, यहाँ टेम्परेचर, यहाँ चाहिँ कति हुन्छ यहाँ आफै आउँछ। अनि यहाँ चाहिँ प्लस छ, यो माइनस, यसले घटाउँछ यसले बढाउँछ। अनि पोज भनेको कति उस हुन्छ अहिले देखाइदिउँला कसरी पोज हुन्छ। अनि यहाँबाट चाहिँ अन हुन्छ। म चाहिँ अन गर्छु अहिले। अब यहाँ चाहिँ यस्तो आयो। अब हामीले बसाल्ने प्रेसर कुकर हो। प्रेसर कुकर अन गऱ्यो, टेम्परेचर अन गऱ्यो, अनि टाइमर लगायो। अब टाइमर भात कति यहाँ पाक्छ 21 राख्छु। यहाँ चाहिँ मेरो अलरेडी रेडी छ, भात चामल रेडी छ चाहिँ। अब तपाईँ हामीले चाहिँ अब यहाँ पोजो अन गरौँ भने टक्क अब यहाँ चाहिँ अन गरिदियो। अब यहाँ पाकिरहेको छ। आजको भिडियो यही हो। यस्तै छ, हेर्दै गर्नु होला। र यस्तै भिडियो चाहिँ मैले लिएर आइराखेको छु। तर लङ भिडियो बनाउन पाएको छैन, त्यही भएर सर्ट भिडियो आइरहेको छ। र हाम्रो पहिलाको ग्यास चुलो यस्तो थियो भने अहिलेको यस्तो छ है। तो गाइज, आजको भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला। अनि चाहिँ मैले एउटा के सोचिरहेको छु भने यो च्यानलमा चाहिँ मैले चाहिँ अलिकति ल्याङ्ग्वेज चाहिँ चेन्ज हान्न खोजिरहेको छु। जुन चाहिँ हिन्दीमा रहेको छ। हिन्दीमा चाहिँ ल्याङ्ग्वेज चेन्ज हानेर चाहिँ अबबाट भिडियो बनाउँछु सोचिरहेको थिएँ। अनि तपाईँहरूले कस्तो लाग्छ, अब नेपालीमा चाहिएछ भने कमेन्ट गर्नु होला, र हिन्दीमा चाहिएछ भने हिन्दी कमेन्ट गर्नु होला। आजलाई यति नै। अर्को भिडियोमा